अब प्रश्नकर्ता मान्य सदस्य विनिता कठायतलाई प्रश्न सोध्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू, अलि भर्खरै प्रधानमन्त्रीज्यूले भने जस्तै त्यही नक्साको त्यही चुच्चे नक्सामा हामीले ल्यायौँ भनेर प्रधानमन्त्रीज्यूले त्यो बेला ल्यायौँ भनेर प्रचार पनि भयो र हामी सबैजना खुसी पनि थियौँ र गर्वित पनि थियौँ कि हामीले आफ्नो भूभाग पायौँ भनेर। तर अहिले आएर त्यहाँका नागरिकसँग भेट्दा र त्यहाँका नागरिकका डकुमेन्ट्रिजहरू सुन्दा हेर्दा र न्युजहरू हेर्दाखेरि चाहिँ त्यहाँका नागरिकलाई नेपाली हुनुमा कुनै पनि गर्वित फिल छैन। उनीहरूले भन्छन् हामीलाई नेपाल सरकारले के दिएको छ, आफ्नै गाउँ घरमा जानलाई भारतको बाटो हिँड्नु पर्ने नेपाल सरकारले हामीलाई के दिएको छ। महँगाई छ, हामी यहाँ कति महँगाईमा बसेका छौँ। हाम्रो व्यतिथिको विषयमा त्यहाँ काठमाडौँको राज्यमा बसेको त्यो सरकारले नभनिदियोस् हामीलाई हामी नेपाली हौँ भनेर। हामीलाई बाटो छैन, हामी भारतको बाटो भएर आफ्नो गाउँ घरमा जाँदैछौँ। मान्य सदस्य, तपाईको व्याख्यामा जाने हो कि यो प्रश्न नै हो सभामुख महोदय? व्याख्यामा गर्ने भने तपाईले समय लिएर कति व्याख्या गर्ने त्यो गर्नु पर्यो। प्रश्न नै हो सभामुख महोदय। प्रश्नमा भने तपाई प्रश्न दियो त्यो वाचनमा जानुस्। र त्यहाँका नागरिकले आफ्नो गाउँ घर जानलाई कहिले नेपालको बाटो प्रयोग गर्न पाउने हुन्। सँगै कर्णालीको राजमार्गको विषयमा कर्णालीको राजमार्ग नै छैन र त्यहाँको जुन बाटो छ त्यो पनि मापदण्डको विपरीतमा छ, जसलाई मृत्यु मार्गको नाममा भनिन्छ। र हामीले पनि कर्णालीवासी, मेरो कर्णालीका नागरिकले हामीले कहिले राम्रो बाटो प्रयोग गर्न पाउँछौँ। दोस्रो प्रश्न, प्रधानमन्त्रीज्यू हालचालै जुम्ला जानुभएको थियो कर्णाली प्रतिष्ठानको दीक्षान्तरणमा। त्यहाँ त्यही प्रतिष्ठानमा एउटा एमआरआई मेसिन पनि छैन प्रधानमन्त्रीज्यू, युएसजी मेसिन छैन। त्यही कर्णाली प्रतिष्ठान जसले नेपालको 13 जिल्लालाई सुविधा दिन्छ, त्यही प्रतिष्ठानमा चरम व्यतिथि भएको छ। त्यो प्रतिष्ठानले कहिले न्याय पाउँछ र हामी कर्णाली बासिन्दाले कहिले सुलभ स्वास्थ्यको सुविधा पाउँछौँ। र यो त्यो कर्णाली प्रतिष्ठानले एमआरआई मेसिन जस्ता कुनै पनि सामग्रीहरू पाउँछ कि पाउँदैन त्यो पनि प्रश्न भनिदिनु होला। धन्यवाद। सम्माननीय प्रधानमन्त्री। सम्माननीय सभामुख महोदय, मान्यज्यूले उठाउनु भएको प्रश्न अलिकति त अघिल्लैमा गइसकेको छ, त्यसमा दोहोऱ्याइरहनु परेन। र अझै पनि धारचुलाका मान्छे आफ्नो घर जान भारतको बाटो भएर जानुपर्ने अवस्था छ। धारचुला भनेको दार्चुलाको पारिपट्टि भन्नुभएको हो। दार्चुलाको सदरमुकाम खलङ्गाबाट उत्तरपट्टि नेपालका छाङ्रु लगायतका गाउँहरू छन्। नेपाल सरकारलाई थाहा छ छाङ्रु जानका लागि बाटो रहेनछ। यो अहिले बाटो नभएको होइन, इतिहासदेखि नै थिएन। अहिले त्यस सम्बन्धमा तत्कालका लागि अर्को देशको बाटो भएर जान नपरोस्, आफ्नो देश आफ्नै बाटोबाट जान पाइयोस् भनेर त्यहाँका जनताहरूले माग राख्नुभएको बमोजिम। त्यहाँ अहिले तत्कालका लागि कति बजेट चाहिन्छ भन्दा 5 करोड बजेट चाहिन्छ। त्यति भयो भने हामी बाटो घोडेटो बाटो बनाउन सक्छौँ र त्यो घोडेटो बाटोले पारिपट्टि गएर जानु पर्दैन। त्यसो भएर हामीलाई यता घोडेटो बाटो बनाउन सहयोग गरियोस् भनेर उहाँहरूले भने बमोजिम। 5 करोड रुपियाँ निकासा गरेर अहिले आफ्नै देशबाट आफ्नो भूभाग जाने बाटो धमाधम निर्माण भइरहेको कुरा म मान्यजीलाई अवगत गराउन चाहन्छु। कर्णाली प्रदेश एउटा दुर्गम प्रदेश हो र त्यहाँ सेना मार्फत सबै सदरमुकामहरूमा बाटो पुर्याउने र पक्की बाटो पुर्याउने काम भइरहेको छ। पहाड फोर्ने, चट्टान फोर्ने कामहरू भइरहेका छ। नभएका ठाउँमा पुलहरू हाल्ने काम भइरहेका छ। बाटोलाई कच्ची मात्रै होइन पक्की बनाउने काम भइरहेको छ। यी कुराहरू मान्यजीले जानकारी लिनुभयो हुन्छ त्यहाँका मानिसहरूबाट। यो ब्रह्मदेवदेखि झुलागाड, दार्चुला, टिङ्कर सडक यसका लागि यो 43 किलोमिटर सडक निर्माण भइरहेको यो तुषार पानीदेखि टिङ्कर नाकासम्मको कुरा मैले अघि अवगत गराउन छुट्यो होला। जस यो बाटो बन्दै गरेको कुरा नेपालै भएर हिँड्न पाउने सुविधा बनाउने प्रयासमा सरकार काम गरिरहेको कुरा मैले बताएँ। अरू बाटाहरूको सन्दर्भमा पनि दुर्गम जिल्ला हो, त्यसकारण पहिले ट्र्याक खोल्दैखेरि बाटो चाहिँ एकदम डबल ल्यानको राम्रो सुविधा सम्पन्न बाटो बनिसक्छ होइन।
कहीँ भर्खर ट्र्याक खुल्दैछ, कहीँ भर्खर काम हुँदैछ। त्यसकारण जे होस् ट्र्याक खुलेर गाडी हरेक सदरमुकाम पुग्ने खालको प्रबन्ध अहिले मिलेको छ। अस्थायी पुलहरू निर्माण गर्ने कामहरू पनि भएका छन् र दुर्गम ठाउँहरू चाहे त्यो महाकालीका बजाङ होस् अथवा बाजुरा होस्, त्यस्ता दुर्गम ठाउँहरू अथवा बुढी नन्दा, अर्को नन्दा, यी नदीहरू हुन्, यिनीहरूमा बेली ब्रिज राख्नेदेखि लिएर कर्णालीका बाटाहरू र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्खर खुलेको हो, त्यसलाई भर्खरै अपग्रेड गरिएको हो र त्यहाँ सुविधाहरू कम भएका हुन सक्दछन्, तर त्यसलाई हामीले कुनै विकृति भन्नु त मिल्दैन, त्यसमा न्यूनता भन्नुपर्छ। त्यो न्यूनताहरू क्रमशः पुरा गर्ने दिशामा सरकारको ध्यान गएको छ र सरकार त्यसमा एमआरआई सहितका विशिष्ट सेवाहरू प्रवाह गर्नका लागि ध्यान दिइरहेको छ र त्यसै गरेर वेतन कर्णालीमा त्यसको शाखा विस्तार गर्नेदेखि लिएर अरू कामहरू त्यो दोलखा दैलेख जिल्लाको वेतन कर्णाली नदीको किनार त्यहाँ पनि हस्पिटल विस्तार गर्ने कामहरूमा सरकार योजनाबद्ध ढङ्गले लागिरहेको कुरा म यहाँहरूलाई मान्यजीलाई अवगत गराउन चाहन्छु। धन्यवाद। अब प्रश्नकर्ता मान्य सदस्य बिमला सुवेदीलाई प्रश्न राख्न अनुमति दिन्छु। सम्मान्य सभामुखज्यू मार्फत सम्मान्य प्रधानमन्त्रीज्यूलाई म प्रश्न राख्न चाहन्छु। 1 नम्बरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 को तेस्रो संशोधन पारित भएपछि सत्य निरूपण आयोग र बेपत्ता छानबिन आयोग गठन भई शान्ति प्रक्रियाको बाँकी काम टुङ्गिने अपेक्षा थियो। तर पनि अहिलेसम्म यी आयोगहरू गठन हुन सकिरहेका छैनन्। ऐनमा व्यवस्था भए बमोजिमका आयोगहरू किन गठन नभएका हुन्? यी आयोगहरू कहिले गठन भई आम द्वन्द्व पीडितले न्याय पाउँछन्? बेपत्ता योद्धाहरू कहिले सार्वजनिक हुन्छन्? सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन के काम गरिरहेको छ? म यो प्रश्न गर्न चाहन्छु। र प्रश्न नम्बर 2, काठमाडौँ उपत्यकाका महानगरसहित 21वटा नगरपालिकाको फोहोरका कारण नुवाकोटको कक्कनीको बन्चरे डाँडा अस्तव्यस्त छ। गाउँमा बस्न सक्ने अवस्था छैन। फोहोरका कारण क्यान्सरका बिरामीहरू दिन प्रतिदिन बढिरहेका छन्। फोहोरको समस्या समाधान गर्न जनताले पटक पटक आन्दोलन गरे पनि समस्याको समाधान अझै भएको छैन। फोहोरबाट उत्पन्न यी समस्या समाधान गर्न सरकारको के योजना रहेको छ? फोहोरको दीर्घकालीन समस्या कहिले समाधान हुन्छ? सम्मान्य प्रधानमन्त्रीज्यूसँग जिज्ञासा राख्न चाहन्छु। धन्यवाद। सम्माननीय प्रधानमन्त्री। सम्माननीय सभामुख महोदय, नेपालमा द्वन्द्वकालमा भएका घटनाका कारण पीडित भएका व्यक्ति तथा निजका परिवारका सदस्यले छिटोभन्दा छिटो न्याय प्राप्त गरून् भन्ने कुरामा सरकार संवेदनशील छ, गम्भीर छ। शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने क्रममा आम सरकारवालाहरूसँगको परामर्शमा बेपत्ता पारेका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 को तेस्रो संशोधन भएको छ। हामीले यसै अधिवेशनबाट, यसै संसदबाट गरेका छौँ। साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिबद्ध छ। यसमा अहिले पनि म प्रयासरत छु। यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु, तर मैले पटक पटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नु भएको भन्ने जवाब पाएको छु र उहाँसँग सम्पर्क हुने बित्तिकै काम अगाडि बढाइनेछ। नेपालको संविधानले फोहोर मैला व्यवस्थापनको कार्य स्थानीय तहको कार्यक्षेत्रमा राखेको विदितै छ। दीर्घकालीन रूपमा व्यवस्थित र वैज्ञानिक ढङ्गले फोहोर मैला व्यवस्थापन गर्न अल्पकालीन र दीर्घकालीन योजना तयार भएको छ। नुवाकोट र धादिङको सिमानामा निर्माण गरिएको बन्चरे डाँडा सेनिटरी ल्यान्डफिल साइट तोकेको मापदण्ड बमोजिम सञ्चालन तथा व्यवस्थापन गर्न स्थानीय तहहरूबाट सार्वजनिक निजी साझेदारी प्रणाली मार्फत निजी क्षेत्रलाई परिचालन गर्ने गरी कार्यविधि अघि बढाइएको छ। बन्चरे डाँडामा प्रत्यक्ष प्रभावित क्षेत्र एकिन गर्न पूरक वातावरणीय अध्ययन सुरु भइरहेको छ। फोहोर मैला स्रोतमा नै वर्गीकरण गराउने व्यवस्था गर्ने, यसको सहजीकरणको लागि फोहोर मैला स्थानान्तरण केन्द्रको व्यवस्थापन गर्ने, फरक गाडीमा फरक दिनमा जैविक र अजैविक फोहोर सङ्कलन गर्ने, मल र मेटेरियल रिकभरी
फेसिलिटी निर्माण गरी सञ्चालन गर्ने जस्ता कार्यलाई प्राथमिकता दिई योजनाबद्ध रूपमा स्थानीय तहहरू मार्फत सञ्चालनमा ल्याइनेछ। यसका लागि विभिन्न विषयगत मन्त्रालयहरूले आवश्यक प्राविधिक सहयोग तथा सहजीकरण गर्ने योजना रहेको छ। यसमा खास गरी स्थानीय तहको सरकारको रुचि र त्यसमा सहकार्यको आवश्यकता छ। यसमा सरकारको ध्यान गएको छ, केन्द्र सरकारको, र यस स्थितिलाई लम्बिरहन दिनु हुँदैन भन्ने कुरामा सरकार सजग छ। यति स्पष्ट गर्न चाहन्छु। मान्यजीलाई धन्यवाद।